पर्दा फर्सीको बिउ गर्नु परिहाल्यो हैन। खानु र मर्नु त पाइन्छ त दिदी। म चाहिँ यहाँ पसिनाले साह्रो हुँदैछु क्या, त्यही भएर पर्खिन्छु त, म घुमाउँदै पर्खिन्छु त। झापामा यति गर्मी हुन्छ भनेर झापामा त पानी खाएर म त्यो गर्मी पताउने, पानी खाएन भने त हामी पहाडको मान्छे त नि। यो झापाको दिन त्यस्तो हामी चाहिँ गाई चरु भन्नै पर्दा अब हामी चाहिँ पहाडको मान्छे हो, यहाँ आएर पनि खेती गरेर खाइन्छ हैन। शर्मिलाले गर्नुपर्छ, किन्नुभन्दा कति महँगो पर्छ सब्जी किन्दा हैन। यसो गरिराख्दा सब्जी भन्दा नि जे कुरा किन्दा पनि अलिक महँगै रहेछ, त्यही भएर आफूले रोप्यो आफूले गऱ्यो भने चाहिँ आफै खानु पाइँदो रहेछ। गाईचरु आफ्नो खुसी अब जतिखेर खाउँ लाग्छ टिपेर खानु पाइँदो रहेछ। त्यही भएर हामी चाहिँ खेती गर्दैछौँ, खेती गरेको छौँ। विशेष गरी मलाई यो फलको नामै आएन शर्मिलाले, खानु चाहिँ खाएँ कि। यसको दाना उम्रिन्छ होइन दिदी? गाई चरु बाई बाई, म पनि गएँ मकै गाउनु, चाकटक टकाउँदै। हाम्रो शर्मिला दिदीले पुऱ्याइसक्यो छेउमा। म घुमाएर ल्याउँछु त, टेन्सन नमान्नु न। हामी चाहिँ के भन्नु शर्मिला दिदी, हामी चाहिँ खासमा अब यस्तो है गाईचरु, हामी चाहिँ अहिले चाहिँ स्कुल छुट्टी भएर स्कुल अब ब्रेक टाइममा हैन हाम्रो ब्रेक टाइममा सब्जीहरू रोपेको छौँ, त्यही भएर सब्जीलाई पनि स्याहार्दै। नत्र अब हामी त स्कुलमा पनि बिजी नै हुन्छौँ भनौँ गाईचरु। अहिले चाहिँ छुट्टीको टाइममा यसरी अब खेती गर्छौँ, पसिना बगाउनुपर्छ, स्वास्थ्यको लागि राम्रो हुन्छ होइन शर्मिला दिदी? हजुर हो त। यसो धेरै मुरी नभए पनि आफूले खाना सुची यसो खानु पुग्यो भने भइगयो खानु नि पुग्यो भने भयो। हैन। सब्जी खानु पर्यो, किन्न पर्यो, त्यही भएर हामी चाहिँ यसो दुःख थोरै गरेको, खेती। पसिना बगाएको। थोरै खेती गरेको गाईचरु राम्रोसँग हेरिदिनु होला, माइन्ड नगरी। कमेन्ट नगर्नु होला, नराम्रो नभन्नु होला हैन। नराम्रो नभन्नु होला, हामीलाई राम्रोसँग हेरिदिनु होला। गर्ने मन नभए पनि यसो दुःख सुख गरेको हो, आफ्नो दिनको लागि भए पनि। आमाले यो दुबो पनि जोगाइदिनु भन्नुहुँदै थियो। मरिलानु के छ र, गाई हो बाँचिन्जेल त गर्नु पर्यो, हाँसखेल पनि गर्नु पर्यो। पहाडमा जस्तो यी लङ्गे पनि छ, पिन्डालु पनि छ, सबै छ गाईचरु। यो मोटी बुढी कति कचकच गरेको नभन्नु होला। भन्दैनन् जस मेरो अब साथीहरूलाई तपाईँलाई भन्दैनन् जस जहाँसम्म लाग्छ मलाई राम्रै भन्छ जस्तो लागेको छ, राम्रै भन्नुहुन्छ होला। त्यो जोगाइ राखौँ म त। के गर्नु खै मकै बिउ त दिनु। उता उपर गर्नु अरे नि। बाई बाई भनेर नभन्नु होला। बाई बाई गाईचरु, पत्ताले छेक्दो रहेछ हो मेरो त, यस्तो छ हालत। पसिनाले हेर्नु न दिदी अनुहार आयो यहाँ पसिना, मेरो दिदी हेर्नुहोस्, यी पसिनाले हेर्नु चुइँदै छ है पसिना। बिजोक रमाइलो भयो हाम्रो चाहिँ गाईचरु। बिजोक एकदम, बिजोक भन्दा नि अति नै पो बिजोक भयो त। अहिले एकछिनमा निकाल्नुपर्छ दिदी। दिदी तपाईँको फोन उयो डल्ले कोपी बाख्राले हो कि लानु हो? नलाइदिउँ ल, होस्। कुन चाहिँ
अरे डल्ले कोपी भएको क्रेक बनेर अलिक पर हिँड्नु म त्यहाँ बनाएर अम्बक झारौँ के भन्दैछु दिदी पाकिङ के गर्नु एकछिनमा झार्नु पर्ला गाईचहरू यस्तो छ सब्जी हामीले रोपेको सिमी चाहिँ सबै खाइसकेर अहिले मकै रोपेको छौँ मकै गोड्दैछौँ मकै गोड्दै गरेको हे गाईचहरू के गर्नु गर्नै पर्छ दुःख सुख यस्तै हो मान्छे भनेको अब दुःख गर्नै पर्छ तर पसिनाले खलखल हैरान भयो उफ ओ माने पेमे भयो ए शर्मिला दिदी पसिना गर्मीले नि हौ के गर्नु गर्मी भइरहेछ शर्मिला दिदी यस्तो अमिलो पनि पो दबाई हुन्छ भन्थे त खान्छ त मान्छेले कति यस्तो क्या कति मान्छेले खान्छ हामीले नचिनेर क्या सबै दबाई हुन्छ त्यहाँ राम्रो बोल्नु न के यस्तो दबाई र कस्तो दबाई यस्तै हो नि ए हामी त यस्तै त हो नि ब्रो भन्न नमिल्ने होइन ल आउनु न तपाईँ पनि यतै गीत बजाउन मेरो उयो हुन्छ कति साह्रो पसिना पनि कति साह्रो हो गर्मी पनि कति साह्रो अहिले त भर्खरै छ सुरु भयो नि गर्मीको मैले उयो अफ गरेँ ल